एउटा काग थियो, त्यो धेरै नै दुःखी होइन रोइरहेको थियो र त्यो रुखको तलतिर एउटा साधु चाहिँ तपस्या गरिरहेको थियो। जब साधुले चाहिँ त्यो कागलाई माथि रोइरहेको देख्छ अनि साधुले भन्छ, हे किन रोइरहेका छौ, के छ तिम्रो समस्या होइन, खुसी हुनु सिक जिन्दगीमा, किन रोइरहेका छौ भन्दाखेरि कागले भन्छ, म एकदम कालो छु, मान्छेहरूले मलाई माया गर्दैनन्, मलाई जहाँ पायो त्यही ढुङ्गाले लखेट्छन् होइन, मैले बोलेको त सुन्नै सक्दैनन् मान्छेहरू, मलाई धेरै घृणा गर्छन्, कसैले पनि माया गर्दैनन्, मलाई त बाँच्नै मन लाग्दैन यस्तो जिन्दगी भनेर कागले भन्छ। त्यतिखेर साधुले फेरि भन्छ, होइन के कुरा गर्दैछौ, मान्छेले होइन त्यस्तो भन्यो भन्दैमा तिमीले आफूले आफूलाई चाहिँ त्यस्तो होइन निच सोच्न मिल्छ त, तिमी त एकदम प्रकृतिको चाहिँ एकदम अद्भुत प्राणी हो, खुसी हुनु सिक भनेर भन्दाखेरि कागले मान्दैन। अनि त्यसपछि फेरि चाहिँ साधुले भन्छ, ल त्यसो भए भन, म आफ्नो शक्तिले चाहिँ तिमीलाई जे तिमी चाहन्छौ त्यस्तै बनाउन सक्छु। फेरि कागले भन्छ, यदि त्यो कुरा साँचो हो भने म त एउटा सेतो एकदम होइन सेतो चाहिँ हंस बन्न चाहन्छु, एकदम सुन्दर सेतो दुध जस्तै भनेर भन्दाखेरि त्यो साधुले भन्छ, ठिक छ, यदि तिमीलाई लाग्छ कि सेतो हंस एकदम खुसी प्राणी हो भन्ने लाग्छ भने ठिक छ, म तिमीलाई त्यही बनाइदिउँला, तर तिमी एकचोटि पहिला गएर चाहिँ हंसलाई सोधेर आऊ कि हंस खुसी छ त आफ्नो जिन्दगीमा भनेर। त्यो सुन्न साथ काग खुसी भएर जान्छ उडेर त्यहाँबाट र हंसलाई देख्छ, तलाउमा एकदम सेतो हंस पौडिरहेको थियो। त्यसलाई देख्ने बित्तिकै कागलाई लाग्छ, ओहो हंस कति राम्रो छ, कति मानिसहरूलाई कति मन पराउँछन् होइन, यो त एकदम संसारकै होइन खुसी चरा हो भनेर हंसलाई भन्छ कागले। त्यसो भन्दाखेरि हंसले अचम्म मान्दै कागलाई भन्छ, होइन काग भाइ, के भन्दैछौ तिमी यस्तो कुरा, म त एकदम दुःखी छु, म कहाँ सुन्दर हुनु, म भन्दा त सुगा कयौँ गुणा बढी सुन्दर छ, मान्छेहरू सुगालाई कति माया गरेर घर घरमा पाल्छन्, तिमीलाई के थाहा भनेर भन्दाखेरि ऊ फेरि काग चाहिँ सुगालाई भेट्न जान्छ त्यहाँबाट सिधै उडेर। सुगालाई भन्छ, ओहो तिम्रा कति राम्रा पखेटाहरू छन्, कति सुन्दर तिम्रा फरहरू छन् होइन, तिमी त कति राम्रो सुन्दर छौ, तिमीलाई मान्छेले कति मन पराउँछन्, माया गर्छन्, तिमीलाई त घरमै राख्छन् मान्छेहरू, मलाई हेर्नु त कति ढुङ्गाले मान्छेहरू लखेट्छन्, मलाई त देखि सहन्नन् भनेर होइन भन्छ अब कागले चाहिँ कसलाई, सुगालाई। फेरि सुगाले पनि असम्म मान्दै भन्छ, होइन तिमी के भन्दैछौ, म कहाँ सुन्दर छु, म त खुसी छैन, मभन्दा त पिकक मयूर कति धेरै सुन्दर छ, हेर त काग, मयूरलाई त मान्छेहरू कति धेरै मन पराउँछन्, मान्छेहरू त्यसको नजिक हेर्नलाई कति धेरै आउँछन् होइन, मयूर संसारको सबभन्दा खुसी चरा हो, त्यही भएर तिमी मयूरलाई गएर सोध त्यसको बारेमा भनेर भन्दाखेरि काग फेरि त्यहाँबाट उड्छ र मयूरलाई भेट्नको लागि जान्छ। मयूर कहीँ पनि भेट्दैन, उसले एउटा चिडियाखानामा चाहिँ मयूरलाई भित्र थुनेर राखिएको हुन्छ र त्यहाँ चाहिँ वरिपरि धेरै मानिसहरू चाहिँ फोटो खिच्नमा चाहिँ व्यस्त हुन्छन्, मयूरको तारिफ गरिरहेका हुन्छन् होइन, मानिसहरू धेरै चाहिँ त्यहाँ हुन्छन्। त्यो हेर्दाखेरि कागले भन्छ, हो साँच्चीकै मयूर त संसारको सबभन्दा खुसी चरा पो रहेछ त, यसलाई हेर्नकै लागि यति मानिसहरू आएका छन्, यसको फोटो कति मान्छेहरू खिचिरहेका छन् होइन, मान्छेहरू कति प्रशंसा गरिरहेका छन्, आहा मयूर हुनु पाएको भए भनेर भन्छ। फेरि सबै मानिसहरू त्यहाँ गइसके पछाडि मौका छोपेर चाहिँ कागले फेरि मयूरलाई भन्छ, ओहो मयूर, अब तिमी हेर्नु त कति राम्रो छौ, तिम्रो पखेटाहरू कति राम्रा छन्, हेर्दाखेरि यति सुन्दर छ, मानिसहरू तिम्रो कत्रो इज्जत गर्छन्, कत्रो प्रशंसा गर्छन्, मानिसहरू घरमै तिमीलाई चाहिँ पाल्छन्, मलाई हेर्नु त यहाँ, मलाई त मान्छेहरू जहाँ पायो त्यही लखेट्छन्, मार्न खोज्छन् भनेर भन्दाखेरि त्यही भएर तिमी त संसारकै सबभन्दा खुसी चरा पो हौ त, तिमी जस्तो त अरूले कहाँ बन्न सक्छ र भनेर मयूरलाई भन्दाखेरि मयूर एकदम निराश हुँदै भन्छ, होइन काग भाइ, म त संसारकै सबभन्दा दुःखी चरा हुँ होइन, किनकि मलाई मानिसहरू मेरो सुन्दर प्वाखको कारणले गर्दाखेरि समाउन खोज्छन्, मार्न खोज्छन् र त्यसबाट सुन्दर चिजहरू बनाएर बेच्न खोज्छन्, या फेरि मलाई यसरी मेरो स्वतन्त्रता हनन गरेर चाहिँ मलाई चाहिँ यसरी भित्र कैद गरेर राख्छन्, यसबाट म धेरै दुःखी छु, म त प्रकृतिमा स्वतन्त्र रूपले बाँच्न चाहन्छु, तर मानिसहरू मलाई त्यस्तो गर्न दिँदैनन् भनेर भन्दाखेरि काग छागाबाट खसी जस्तै हुन्छ। अनि काग भन्छ, यदि तिमी पनि खुसी छैनौ भने भन त अब संसारको सबभन्दा खुसी चरा को हो त खुसी चरा भनेर भन्दाखेरि फेरि मयूरले भन्छ, मैले यहाँ विचार गरेँ, धेरै यहाँ सोचेर मैले विचार गरेँ, सबै चराहरू विभिन्न प्रकारका जीव जनावरहरू यहाँ छन्, तर कागलाई मैले यहाँ देखिनँ, किनकि मानिसहरू चाहिँ कागलाई न मार्न खोज्छन्, न उसको पखेटा बेच्न खोज्छन्, न त उसलाई घरमा आएर पाल्न खोज्छन्। काग त जङ्गलमा एकदम सुरक्षित छ, एकदम होइन स्वतन्त्र छ र काग जतिको स्वतन्त्र प्राणी कोही पनि छैन, त्यसैले म त काग भएको भए भनेर सोच्छु, आजभोलि मयूर नभएर म काग भइदिएको भए स्वतन्त्र रूपमा जङ्गलमा बाँच्ने थिएँ भनेर सोच्थेँ भनेर भन्दाखेरि अब कागलाई चाहिँ बल्ल चेतना आउँछ, उसले आफ्नो महत्त्व बुझ्न थाल्छ। त्यहाँबाट फर्किएर फेरि साधु कहाँ जान्छ र साधुले भन्छ, सोधेर आयो, भन तिमीलाई म के बनाइदियो भनेर भन्दाखेरि कागले भन्छ, मैले केही पनि भन्नु छैन, अब म त काग नै ठिक छु, मैले बुझिसकेँ अगाडि हजुरले भनेको कुरा होइन। यो स्टोरीबाट हामी के बुझ्न सक्छौँ भनेपछि सबैको आफ्नो इम्पोर्टेन्स हुन्छ, आफ्नो आफ्नो भ्याल्यु हुन्छ र अरूले आफ्नो
कदर नगरे भने आफ्नो कदर आफैले गर्न जान्नुपर्छ। किनकि आफ्नो लागि सबभन्दा महत्त्वपूर्ण व्यक्ति भनेको सबभन्दा इम्पोर्टेन्स आफ्नो लाइफको क्यारेक्टर भनेको आफू नै हो होइन। त्यसैले अरूसँग तुलना गरेर अनावश्यक रूपमा दुःखी हुने र आफ्नो महत्त्वलाई घटाउने, आफ्नो मूल्यलाई बिर्सिने गऱ्यो भने अरूले झन् हामीलाई चाहिँ महत्त्व दिँदैनन्। त्यसैले आफ्नो सेल्फ चाहिँ इम्पोर्टेन्सलाई चाहिँ बुझ्नुपर्ने हुन्छ। थ्याङ्क यू।